Hello guys. Welcome back after 1 year. Welcome to our vlog. Guys, आज चाहिँ हाम्रो धेरै दिनपछि सँगै छुट्टी मिलाएर हामी यसो हाइट पार्कतिर जाँदैछौँ। मिलन भाइलाई पनि पसलमा देखेँ है। बाई बाई। हाम्रो ग्याङै छौँ। बाई बाई। अनि बाई। अनि हाम्रो साथीहरू अगाडि हिँडिसक्नु भयो। म र आशिष यता छौँ। के छ आशिष? आज हामी चाहिँ कहाँ जाने भनेर स्टिल कन्फ्युजनमा थियौँ होइन। अहिले भर्खरै हामीले के डिसाइड गऱ्यौँ भनेपछि हाइट पार्क जानेछौँ। अलिअलि खाना ड्राई फुडहरू जुस फलफुलहरू लिएको छौँ हामीले। त्यहाँ गएर खानेछौँ हामी अनि रमाइलो गर्नेछौँ। साइक्लिङ पनि गर्नेछौँ। तर मलाई साइक्लिङ चाहिँ आउँदैन। सानोमा खेलेको थिएँ। अब मोहनले डोर्याउने अरे। हाम्रो आज कलर थिम चाहिँ व्हाइट छ। त्यसैले हामी सबैजनाले व्हाइट लगाएको छौँ। ल हामी अब जानेछौँ सरर ट्रेनमा चढेर। साथीहरू धेरै पछि सेन्ट्रल लन्डन आउँदा कस्तो फिल भइरहेको छ? एकदम रमाइलो। हामी अहिले कहाँ छौँ भनेपछि नाइट ब्रिजमा छौँ। अब हामी चाहिँ नाइट ब्रिज चायचपाती खान जानु भएको। स्ट्रबेरी कनाफा भाइरल स्ट्रबेरी कनाफा खान जाँदैछौँ। है हेर्नु है गाइस, तपाईँहरू पनि आउनु होला खानलाई। अगाडि केटाहरू गइसकेछन्। हामीभन्दा केटाहरू एक्साइटेड छन् खानको लागि। नाइट ब्रिज यस्तो छ। चायचपाती ब्रान्च खोल्न लगाएको म पुग्यौँ हामी यता है गाइस। एडभर्टाइज हुँदैछ यिनीहरू। छिट्टै खोल्नेवाला छ। हाम्रो लागि कानाफा दुबाई कानाफा चाहिँ अस्मिताले बनाउँदैछ। मल्टी ट्यालेन्टेड हो नि हाम्रो। ल है गाइस, दुबाई भाइरल चक्लेट कानाफा चाहिँ हाम्रो फर्स्ट आइसकेको छ। देख्नुहुन्छ एडभर्टाइज भइरहेको छ। यो चायचपाती चाँडै खोल्ने रहेछ। त्यो सबै बनिरहेछ अनि हामी चाहिँ अर्को लागि पर्खिरहेछौँ। अस्मिताभित्र छ, अस्मिताले बनाउँदैछ हाम्रो लागि। लेट्स ट्राई कस्तो छ। कस्तो छ? खाएकै छैन। अमित दाइले सधैँ सेभेज हान्नुहुन्छ है मेरो क्वेसनको उत्तर। कस्तो छ अमित दाइ? खै मेरो भिडियो के भयो? कस्तो ब्लर देखिरहेको छ यार। त्यो पनि आयो है गाइस। दामी तातो रहेछ। अमित दाइ कस्तो लाग्यो तपाईँलाई? स्विट। मोहन कस्तो लाग्यो? आशिष खतरा रिङ है तिम्रो रिङ चाहिँ हो क्या? अस्मिता हाम्रो बनाइरहेछ मजाले। यो चाहिँ के हो भनेपछि यता देख्न सक्नुहुन्छ दुबाई भाइरल कानाफा चक्लेट स्ट्रबेरी। थ्याङ्क यू अस्मि। मलाई पनि यो टाउको चाहियो। ल थ्याङ्क यू। मिठो सदा लास्ट भुल्यो। 14 पाउन्ड तिर आशिष यहाँ यस्तो गर न। त्यहाँ हाल न आशिष। हाइटमा गरेको तपाईँ एडभर्टाइज गर्ने नि त अनि। ल गर। अनि अर्को पनि चाहियो कि 3 जनाको? गाइस हामी घुम्दा यस ठाउँमा आइपुगेका छौँ। ग्रिसमा आइपुग्यो।
ग्रेसमा बिचमा किन हाइट्स पार्क जाने रे हाम्रो सुदनले कहाँ कहाँ डोर्याउँदै हुनुहुन्छ है अघि एकचोटि बाटो मिस भइसक्यो फेरि रमाइलो भइरहेको छ फोटो खिच्ने अरे यता दामी एरिया क्या हो दामी रहेछ ल मै हेर्नु पर्ला म्याप त अब हामी चाहिँ आइपुग्यौँ पार्कमा अब बेस्ट लोकेसन खोजेर अनि बस्नेछौँ हामी बेस्ट लोकेसन कहाँ छ अब खोजेर बस्ने हेर्नु गाइस यता बोटिङ गर्ने ठाउँ पनि रहेछ यता बस्ने हो क्या दिन्छ घुमेर जाउँ मन झोलामा के छ नाइफ आमामा डरै लाग्यो है तलमाथिको यता नाइफ छ खरबुजा पनि छ अहिले देख्नु हुन्छ अहिले सुदन तपाईँको झोलामा के छ यसमा ड्रिङ्क्सहरू छ अब अङ्गुर स्याउ आजको खाजा यही हो अस्मिता तिम्रो झोलामा के छ ओ अस्मिता तिम्रो झोलामा के छ द भाइरल दुबई भाइरल स्ट्रबेरी कनाफे अघि खाइसक्यौँ दुईवटा अझ दुईवटा बाँकी रहेछ यता बोटिङ गर्ने ठाउँ पनि दामी रहेछ अनि हामीले चाहिँ यो स्पट पत्ता लगायौँ अब यतै बस्नु यता एउटा फुल पनि रहेछ ऊ त्यहाँ फुलहरू हेर न अलिक ऊ छ यो कस्तो खस्रो खस्रो त्यही त दुबो रोपेको रहेछ यो है हेर्नु न दुबो रोपेको रहेछ अलिक ड्राई ड्राई क्या यता पो मजाको फुलहरू फुलिरहेछ घाम चाहिँ कस्तो मजाको लागेको आज 28 डिग्रिज छ ग्लास लिएर आउनु भएन ग्लास बोतलबाटै खाने नि सिधै त्यो सानो पर्छ नि हो यहाँ बस्नु न आमामा कस्तो दामी यार यहीँनिर ठ्याक्कै अलि उता गयो भने झ्याउँछ ल उदे बस्नु नि त उदे ल यहाँ ठिक छ टाढाबाट हेर्दाखेरि राम्रो लाग्छ होइन नजिक जाँदाखेरि यहाँ चाहिँ ठिक रहेछ वा फुलै फुलमा बसौँ है फुलै फुलको संसारमा बस्न लाग्यौँ हामी यता नि फुलै फुल छ वा यो रुख चाहिँ हो क्या किन होइन म जान्छु होइन अल्छी लागेको होइन म गयो भने मेरो खर्च हुन्छ नि मनको लागि फर्केको जिस्केको कहिले काहीँ जिस्किनु पर्छ होइन यो चाहिँ हो क्या पिकनिक स्पट भनेको हामीले ठ्याक्कै स्पट भेटायौँ पिकनिक स्पट सरी बसेँ सरी बस्यौँ अस्मिता बस हस् अब निकालौँ के छ एउटा प्लास्टिक राख्नुपर्छ खरबुजा काट्नलाई प्लास्टिक होइन क्या ऊ चाहिँ कागज गरौँ नि त आमामा नाइफ निस्क्यो है गाइस डरै लाग्छ तितौरा तितौरा आशिषले एकैचोटि सकाइदिन्छ मलाई यो चाहिँ त्यस्तो यो के को तितौरा हो खासै यसको चाहिँ फ्यान होइन है म चाहिँ यो चाहिँ है अर्को मन पर्थ्यो यो चाहिँ तर पिरो तितेरीको मिठो पानी किनेन हामीले अलि यता राख यता राखेर पानी छ जाँदैन यसमा यस्तो पानी यता होइन म पानी यता यो प्लास्टिक
एउटा फोहोर हाल्ने यो हाल्ने दिउँ न यो निकाल्दैन यहाँ आउनु साथी बाहिर राख्दा नि हुन्छ नि यता बेबी साथी म गर्दैछु त यसो हात धुम्न यार यता राखौँ न हेर यहाँ कस्तो दामी छ हात धुन खै यो राख्ने चाहिँ बरु मलाई यहाँ चाहियो ब्लेस यु त्यो अघि एउटा बोतल चाहिँ बोकेर आउनु पर्ने थियो बिर्सेँ यो छ पानी चाहिँ बिहान पानी चाहिँ खेलाइरहेछ ल जाउँ एकजना कानिङलाई यसो गरौँ न काट्नु लाएको कसरी काट्ने त त्यस्तो होइन त साथी ल्याउन यस्तो सिधै गरौँ न साथी यस्तो म त त्यो सब छाला निकालेर तास्ने होला होइन नि छाला त दाँतले निकाल्ने हो कि अब सेफलाई काट्न देऊ न सिधै दिने साथी त्यस्तो गरेर अनि यस्तो पिस पिस बनाउने क्या अनि खाँदै त्यो खोल्छ फाल्ने क्या होइन नि यस्तो तिमीले यति पनि वेस्ट गर्यो हेर यता यस्तो वेस्ट गरिरहेको छौ त्यो कोट्टाएर खानुपर्छ यति हाल्ने चाहिँ केमा यस्तो गरेर यहीँ राख यसमै राख्ने पिस पिस काट पानी नचुइने चुइँदैन यता तन्नामा लाग्छ चुइँदैन होला यहाँ माथि पानी छैन प्लास्टिक अलिक स्ट्रङ छ क्या दुईटा हो यस्तो दुईटा हो यस्तो एउटा यसमा उ हालौँ न त म त नजाने होइन अहिले यिनीहरू खाएपछि पानी चाहिँ मेटिन्छ क्या यो दुईटा हो यो ए न त एउटा निकाल्नु के भनेको चक्कु त मेरो पो जस्तो लाग्यो भने क्या तिमीले पानी खानेहरू उतै जाऊ है त्यहाँ छ दिइसकेपछि हामीहरू तेरो भनेन हामी त पानी खानेहरू उतै जानु र उसले मलाई अब मछली सम्झेछ मलाई पानी खानलाई पुरै पोखरीमै हाल्नु यस्तो चाहिँ नहाल ल यो त घरबाट यस्तो काटेर ल्याउनु पर्ने थियो यसरी तात्छ भनेर क्या यो फ्रेस खानुपर्छ नि त काटेर त्यही भएर ल खाऊँ न त है 1 2 3 चियर्स ल खाऊँ न त ल 1 2 3 ल बेस्ट छ है सुजन खाऊ अनि त सुन दामी रहेछ यही कारणले म नकिनेको कि फेरि मिठो नभए पनि मलाई जोस आउँछ ल दोस आउँदैन के अरे त्यही छ भने खानु राम्रोसँग हेरेर भन्नु भएन काट्दै खाऊँ न बेबी तपाईँले धेरै नखानु है ठिक छ के हुँदैन यही खाएर हो नि त ज्वरो अब प्रेमका ल्या हो क्या यत्रो खर्च ल्याइदियो ल्याउन पनि पाउँदैन किन अरे त्यो त होइन घरमा अलरेडी खाएको चिसो फेरि गरेर खाएको क्या त्यो धेरै चिसो चिसो भएर ल खाइयो है गाई छ फेरि खाने फेरि घर यस्तो मिठो बाहिर मैले त्यो टिसु बोकेर लिएर नि जाने यसो याद गरेँ टिसु चाहिन्छ होला हामीले हाले खाने मैले थोरै हाल्नु त हाल्नु है त गाइस हाम्रो चियर्स 1 2 3 चियर्स सर्किसक्यो गुलियो भयो के खाने हो के तिमीलाई कागजतिर जस्तो चाहियो अहिले हाम्रो चाहिँ दामी पिकनिक भइरहेछ हामी 6 जना साथीहरू all the way from नेपालको बारबिक्यू मिस भएर नेक्स्ट सन्डे हुन्छ तपाईको घरमा बारबिक्यू गरेको मिस भएर सुनरलाई नेक्स्ट सन्डे एभ्री सन्डेमा फ्री हो क्या साथी म रात साइडमा लेक छ आमामा म यस्तो चाहिँ दामी क्या गाह्रो होला नि मतलब क्या तर नेक्स्ट सन्डे चाहिँ म फ्राइडे स्याटरडे छुट्टी दिएँ होइन म मजाले फ्री हुन्छु क्या यो पिकनिक स्पट चाहिँ सिक्दै अब हामी हिँड्नेछौँ अनि सेल्फी पनि खिच्दैछौँ है फुल लाएर फुल लाएर सेल्फी खिच्दैछौँ हामी ल यस्तो गर नि त सेल्फी खिच्यौँ केटाहरू गइसक्नु भयो अन्त जाऊँ हामी ए हुन त फेरि गइसक्यो भाइ ल आऊ आशिष कस्तो दामी यार हावा पनि मजाको आइरहेछ घाम लागिरहेछ स्विमिङ गर्न दियो भने दामी हुन्थ्यो यार स्विमिङ दिँदैन पुरै लेदै लेदो छ हेर नि त भित्र होइन कि त्यही त दिएको भए चाहिँ दामी पुरै फोहोर हुन्छ नि त फेरि हुँदैन नि त हामी तर कस्तो अफ फोहोर निस्किन्छ हेर त्यहाँ ए हाँसले पौडी खेलिरहेछ हाँसको लागि हो कि उयो कागले पनि पौडी खेलिरहेछ हामी अब एक राउन्ड गर्नेछौँ अस्मिता त्यहाँ छ फोटो खिचिरहेछ
त्यस्तो दामी ठाउँ पनि रहेछ क्या यता हाइट पार्कमा भित्र चाहिँ जानु मिल्दैन होला मिल्दैन है ऊ त्यो पुल पनि छ त है मान्छे हिँड्ने पुल तर जानु नमिल्ने दामी क्या जाम जाम एउटा फोटो त गइहाल्छ नि होइन त्यही त आशिषले खिच्छ मैले भिडियो क्याप्चर गरेको छु होइन त गाइस ठाउँ चाहिँ दामी रहेछ एकदम मस्त रमाइलो होइन काम गरेको सबै भुल्यो है आज बिहान काम गरेको भुल्यो बिहान काम गरेको भुल्यो भुल्यो खुट्टाले चाहिँ भुलाएन पोलिरहेको अस्मिता र सुदान दुईवटा लभबर्ड अगाडि गइसके अर्को दुईवटा लभबर्ड कहाँ छन् पछाडि अनि हामी बिचमा चाहिँ लपट हेयर लपट 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 सबै सनबेरिङ गरिरहेछन् दामी क्या आज वेदर नि खतरा छ नि त जानु मिल्छ क्या उताबाट त्यो गइरहेछ नि त होइन रहेछ पुरै बार लाछ मान्छेहरू बाफले घाम तातिरहेछन् मान्छेहरू पौडी खेलिरहेछन् सन्डेसम्म सकेर चाल्दिने बेलुका अब नेक्स्ट ग्यादरिङको प्लानिङ चल्दैछ कहिले भेट्ने भनेर के भयो बेबु थाक्यो अब चाहिँ हामी हार्ट अफ हाइट पार्क आइपुग्यौँ अघिसम्म चाहिँ छेउछाउमा थियौँ अब चाहिँ हार्टमा आयौँ मान्छेहरू आउनुमा मजाले रमाइरहेछन् सनसाइन फेरि बस्ने बस्नु लागि त आएको त सर घुम्ने अनि अब त्यो बदाम र बाहिर निस्किन्छ यही के अरे यही हो उसको ऊ भएको होइन के भन्छ हाम्रो त्यो अस्ति नै के भयो वान टु वन्डरल्यान्ड विन्टी वन्डरल्यान्ड ऊ यस्तै कुर्सी लगेर जाऊँ न पैसा तिर्नुपर्छ होला है तिमी बोकेर भाग्न सोच्दैन बोक माथि छतमा लगेर राख्ने हो क्या अस्ति एकचोटि होइन म र मोहन है ग्रिन पार्कमा ऊ यस्तो कुर्सीमा बसिरहेको थियौँ पैसा माग्न आयो क्या अनि उठेर हिँडिदिएको हामी त्यो भर्खर भर्खर लन्डन आएको थिएँ मैले त्यतिखेर रमाइलो भइरहेछ एकदम रिफ्रेस भइरहेछ खतरा पार्कको हाइट पार्क तपाईँहरू पनि युकेमा हुनुहुन्छ भने आउनु भइसक्यो होला सायद हेर्नु सक्नुहुन्छ मान्छेहरू यस्तो मजाले आराम लिइरहेछन् हावा खाइरहेछन् पिकनिक खाइरहेछन् घाम तापिरहेछन् सेडमा बसिरहेछन् फुटबल खेलिरहेछन् एकदम 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 रमाइलो गरिरहेछन् हाम्रो साथीहरू गफ गरिरहेछन् मजाले गफ गर्दै यस्तो भयो मेरो मनमै घाममा बसौँ ल अब अर्को स्पट भेटाएको छौँ हामीले दामी छ यो स्पट कहाँ सेडमा नबस्ने घाममा बस्ने क्या घामले पोल्दैन यो घामले यो इभिनिङको घामले पोल्दैन अहिले कति भइसकेको छ अहिले 6:19 भइसकेको छ ब्लेस यु आशिष ब्लेस यु अब सेकेन्ड स्पटमा तन्ना बिछ्याइँदैछ फुलै फुलको बगैँचामा अनि के हो गाना मलाई नि आउँदैन क्या यतिसम्म छन् मेरी माया हाँसिरहेकी क्रिसमस हामी लोन पत्तार परेछ त्यहाँको याद आउँछ क्रिसमसमा मस्तले enjoy the sunshine, enjoy the view. Wow. के भन्छ नखाने भए नखाउन त
कहाँ दिएको यार साथी फेरि खाप्से निस्क्यो है भएको बाँकी भएको खाप्से यता के छ स्याउ स्याउ खाने स्याउ स्यान्डविच हामी हाम्रो 3 जना केटाहरूको ग्याङ यी फोटोकपी 3 जना केटाहरूको फोटोकपी है यहाँनिर होइन मैले भनेको यस्तो त्यस्तो देखिन्छ नसुकिसक्यो ज्यामसुकै पेट त पुक्क देखिँदो रहेछ तपाईँको तर अमितको गाला चाहिँ घटा छ गाला घडे पुक पेट त गाला घटाएको नि साथी मैले गाला घट्नु रिजन छ साथीको खाँदाखेरि के गरेर हुँ के यस्तो एक्सर्साइज हो क्या त्यो हो कि त्यो पहिला मेरो हाफ प्यारालाइज हुँदाखेरि होइन डक्टरले मलाई एक्सर्साइज गर्नु थियो क्या अनि त्यही एक्सर्साइज गर्दाखेरि पनि हुँदो रहेछ क्या खै कस्तो त्यो सिटी बजाउने होइन अनि मुख गर्ने त्यसपछि यस्तो साइजमा गर्ने क्या त्यो जलाइनको लागि क्या अनि यस्तो सबै घट्दो रहेछ क्या ल सिक्नु है गाइस कसरी आफ्नो गाला घटाउने पहिलाको मेरो सन्डे छुट्टी हुनुपर्छ सेप्टेम्बर कति ल्याएको छ तिमी सेप्टेम्बर 8 कहिले बस्छ सन्डे मन्डे भेरी इन्टेन्स जाने नि सन्डे नाइट जाम घाममा यस्तो मजाको सनसाइन भइरहेको छ होल दिन खायो भेट्यौँ कुरा गर्छौँ Amen, amen, amen. अब हामी जानेछौँ हाम्रो सेकेन्ड स्पट पनि छोडेर अब हामी हाम्रो घरतर्फ लाग्नेछौँ एकदम रमाइलो भयो अब थर्ड स्पट खोज्ने कि थर्ड स्पट खोज्ने कि अब ओके गाइस हाम्रो आज हाइट पार्कको पिकनिक सिद्धिएको छ अब हामी घरतर्फ लाग्नेछौँ हाम्रो ग्रुप फोटो जान्छ है लास्टमा सेल्फी त जानु पर्यो त होइन एउटा सेल्फी जाओस् न त कुन साइड कुन साइड अनि सबसे अग्लो यता हैन के यस्तो यस्तो यताबाट त कालो सेल्फी नि तपाईँले आफ्नो सेल्फी खिचिरहेछ नि खै त हाम्रो मेरो भिडियो सबैजना सेल्फी दिनको कस्तो आयो त्यो हेर्नु बाँधो कस्तो आइदियो म त्यो त भन्नै पर्दैन हाम्रो सेल्फी हेर्ने भिडियो आमामा दुईटा लब्बट यता हाइट अर्को यता के भएको छ त हाइट मेरो यता ले त्यहाँ भिडियो सेल्फी खिचिरहेछन् हाम्रो यता सेल्फी उनकोसँग हो त्यो खिचेको हुन्छ यता लब्बट मैले माथि खिचिरहेको छु नि बाबा धेरै एउटा राम्रो खिच्यो नि तिम्रो एउटा फुल खिच्नु लाग्छ केटाहरूको दामी पोस्ट गरिरहेको छ आमामा हेर्नु त अब हाम्रो केटीहरूको पालो ल हाम्रो ल मोहनले एउटा किक हानेर है आमामा हटे अब हाम्रो फोटो जान्छ म अग्लो मान्छे म बिचमा त्यो हराउनु त नि राखेको भन्दा फोटो खिचिदिनु होला 1 2 3 दुईजनाले ल फोटो फोटो अह भयो भएन के भयो छुनेर है गाई चाहिँ पात ओहो ठुलो काम गर्यो ठुलो हाम्रो फोटो सेसन कहिले सिक्नु पर्ने एच हेलो गाइस हामी चाहिँ अब हाम्रो घरतिर लाग्दैछौँ यता वाकिङ मान्छेहरू यताउता खेलिरहेको छ हेर्नु सक्नुहुन्छ कुदिरहनु भएको छ
ए पार्क पनि खतरा दामी छ। यो चाहिँ भर्खर भर्खर रोपेको जस्तो छ यो घाँस। यस्तो दामी छ कि मान्छेहरू आमा देख्न सक्नुहुन्छ यति धेरै मान्छेहरू। कोही पनि घर जानु मान्दैन, 8 बजिसकेको छ। हाम्रो साथीहरू यता हिँड्दै हुनुहुन्छ। अनि अब हामी यसरी नै हामी जाँदैछौँ। ल कस्तो लाग्यो त आज रमाइलो भन्नुहोस्। आनन्द धेरै पछि एकदम रमाइलो भयो, एकदम रिफ्रेस भयो। हामी चाहिँ सेन्टर रोडको ठ्याक्कै यता नि बाटो छ, यता नि बाटो छ, यता नि बाटो, यता नि बाटो, उता नि बाटो। वाउ क्या दामी, क्या कस्तो रमाइलो। फुटबल खेलिरहेछन्। अब चाहिँ साँच्चै समर आए जस्तो फिल भयो। चाहिँ खतरा छ, मान्छेहरू जता त्यतै बसिरहेछन्। हुन्छ गाइस, अब म भ्लग यतिमै एन्ड गर्छु। बाई बाई गाइस, सी यू। ल बाई 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 बाई। म भ्लग एन्ड गर्छु कि अब। कहाँ बाई 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 भन्नु दाइ। जबरजस्ती बाई बाई भन्नु लाग्यो क्या हेर्नु। ओके गाइस, यतिमै एन्ड हुन्छ मेरो भ्लग आजको। थ्याङ्क यू फर वाचिङ टिल नाउ। अब हामी हाम्रो घर फर्किनेछौँ। पार्कबाट पनि बाहिर निस्किसकेका छौँ हामी।